नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको 15औं महाधिवेशनको कार्यतालिकामा राखिएको समय ग्याप बारे प्रश्न उठाएका छन्। कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको 15औं महाधिवेशन पुस 26 गतेदेखि 28 गतेसम्म गर्ने गरी कार्यतालिका सर्वसम्मत पारित गरेको थियो। तालिकामा समावेश गरिएको अधिवेशनमा समयको ग्याप बारे महामन्त्री थापाले बैठकमा लिखित अतिरिक्त प्रस्ताव मार्फत प्रश्न उठाएको उनको सचिवालयले जनाएको छ। थापाले लिखित अतिरिक्त प्रस्तावमा लेखेका छन्, नियमित महाधिवेशन जुनसुकै हालतमा हुनु पर्यो। यदि कुनै कारणले नियमित महाधिवेशन नहुने भयो भने स्वत विशेष महाधिवेशन हुनेछ। उनले हस्ताक्षर फिर्ता गराएर मात्र महाधिवेशनको कार्यतालिका ल्याउने अडानमा संस्थापन पक्ष रहे पनि अर्का महामन्त्री विश्वप्रकाश शर्मा सहित आफूले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नहुने अडान राखेपछि संस्थापन यो कार्यतालिका ल्याउन बाध्य भएको उल्लेख गरेका छन्। थापाले यो कार्यतालिका सफलतापूर्वक कार्यान्वयन गर्न आफूले इमानदारीपूर्वक काम गर्ने पनि बताएका छन्। कार्यतालिका अनुसार काम भएन भने विशेष महाधिवेशन हुने उनको प्रस्तावमा उल्लेख छ। कथम कदाचित पौष महिनाभित्र कार्यतालिका बमोजिम 15औं अधिवेशन कुनै कारण वा नियतले नहुने देखिन आएमा हामीले पौषको अन्त्यसम्म कुरिराख्नु पर्दैन। पौष महिनाको उपयुक्त समयमा नै निर्णय गरेर विशेष महाधिवेशन गर्नेतर्फ लाग्नुपर्छ, थापाले राखेको प्रस्तावमा उल्लेख छ।